काट्न लाग्नु रुखमा चाहिँ घाँस काट्न लाग्नु भयो बिस्तारै है लड्न लाग्यो आऊ अब पछि म यहाँ पछि चाहिँ नेक्स्ट पार्ट चाहिँ म उता नयाँ घरतिर अहिले म यो घर छोडेर उता नयाँ घरतिर गएकोमा त्यो घर सहित देखाएर म गर्छु है गाई त्यो सबै लक हो यो होइन युट्युबमा हाल्नु यो एकछिन राख्नु न यहाँ म घाँस काटेको हजुरको मोबाइलदेखि गरौँ न मेरो अलि राम्रो आउँछ यो कागतीको बोट चाहिँ किन काटेछ त्यो काट्यो गर्ने भयो कसले काटिदिएको त्यो टाउको काय गर्ने भयो काट्यो सानो काटेर जाने चेबे हो मेरो बुढाले रोपेको कागतीहरू ठुल्ठुलो भएको छ यो कागतीहरू त्यो अमिलाहरू यो उतेन जैतुनको बोट मैले रोपेको जैतुनको बोट देखाउँछ सबै कहाँ छ मैले हो कि एलु भन्छ अनि पर ओखरको दाइ ओखर पनि मैले लगाएको यसले भनिहाल्यो नि म यस्तो रुख बिरुवा रोप्ने मान्छे हो अब म त्यो घरमा अनार सनार रोपेको त्यो हाम्रो त्यो एपोगाडाहरू रोपेको पछि देखाउँछु हो गाई सानो आउँदैछ त्यहाँ नजाउँ कि तल जाने हो एलु भयो अहिले काटेर धेरै माथि नचल्छ के को बुढा भन्नुभएको थियो अघि यो जैतुनको जैतुन भने के हो जैतुनको तेल हुन्छ नि भयङ्कर महँगो दुख्छ नि कुन हो यो हो यो बोटो यो जैतुनको त्यो यो पहिल्यै नै म हजुरबा हुँदाखेरि नै लगाएको हो तर बढ्नु पाएन हुर्किनु पाएन धेरैचोटि यो यसको टुप्पाहरू काटै गर्नु थाल्यो अनि बाख्राहरूले यता छोड्ने भएर यो चाहिँ जैतुनको बुट्टा रे मेरो श्रीमानज्यूले लगाउनु भएको यो हाम्रो यो बजाङको वन कार्यालयबाट दिएको थियो क्या हामीले जैतुनको बोटहरू काटेको थियो बाँडेको थियो त्यति बेला मेरो भागमा एउटा बोट 2-4वटा बोट परेको थियो तर 2-4वटा अरू बोटहरू सुकेछन् एउटा बोटमा चाहिँ जागेछ होइन जैतुनको बोट हो अनि यो अमिला समिला योहरू मैले घरैको यो लोकल उत्पादनहरू गरेर बोटहरू गरेर मैले आफूले रोपेको हो अनि यहाँ चाहिँ यो हामी चाहिँ यति बेला गाइज यो मेरो मकैबारी हो होइन मेरो बुढाको चाहिँ पुर्ख्यौली घरमा जाँदैछौँ जहाँ चाहिँ उहाँ जन्मिनु भएको आज सोही घरमा चाहिँ देखाइरहनु भएको छ मलाई अगाडिबाट पानी होइन जुन जलको लागि यहाँको बिहे व्रतबन्ध यताउति गर्नको लागि जस्तै गङ्गा जल भनेर एउटा हरिद्वारको जलहरू उत्पादन लिएर मान्छेहरूले देवी मन्दिरहरूमा चढाउँछ त्यस्तै यहाँको लागि यसलाई पनि हामी गङ्गा जल भन्छौँ यतातिर सेती नदीलाई यो बाटो हुँदै यता सेती नदी जाने हो होइन प्रसिद्ध त्यो के अरे के भन्छ एउटा त्यो शुद्धिकरण गर्ने ठाउँ त्यो उता त्यो नदीमा जाने बाटो हो होइन त्यो नदीमा जाने बाटो हो यता नदी हो यो मलाई देखेर मेरो भैँसी तर्सिसक्यो भित्र गइसक्यो मेरो भैँसी होइन यो मेरो घर हो मेरो घरको म यहाँ पहिला यहाँ बस्थेँ टिभीमा बस्थेँ पुरा यहाँ बस्थेँ यो चाहिँ मेरो बुढाको जन्मिएको घर हुर्केको घर यहाँ बसेर मजाले यो मेरो घरबाट सारा माथिको त सारा गाउँ देखिन्छ मेरो घरबाट सारा गाउँ देखिन्छ गाई हेर्नुहोस् पुरा यहाँ वरपरदेखि तल मौसमदेखि सब देखिन्छ र यता आउँछ यताबाट देखो यताबाट जुन गरेर माथि देखो सारा देखिन्छ यो मेरो घरबाट सबैभन्दा सर्वोर त यो गाउँको सबैभन्दा तल सबैभन्दा गहिरो स्थानमा रहेको मेरो घर यो घरबाट माथि डाँडादेखि वरपरदेखि सारा देखिन्छ कि त्यही भएर म मेरो घरमा आउँदा अत्यन्तै खुसी छु एकदम खुसी छु होइन यहाँ मेरो घरमा प्याज पनि लगाएको रहेछ नि प्याज छ म पनि पागलै हो मैले त्यो हुर्केको खानु लगाएको त्यो उसको मान्छेले रोप्छन् होइन सहर बजारतिर त कस्तो छ भने झन् गमलामा बोटहरू रोपेर घरको शोभा बढाउने गरिरहेछन् तर मैले हुर्केर त्यो खान लगाएको त्यो के भन्छ शीतल चिनीको बोटलाई मैले बन्चरोलाई काटेर उ त्यो ठुटो मात्र राखेको छु उ त्यो शीतल चिनीको बोटो ठुटो यो अम्बा मैले रोपेको यो एकदम हाइब्रिड अम्बा हो फल्दैछ होइन ऊ यहाँनिरको अम्बा मैले रोपेको यो हाइब्रिड अम्बा हो फल्दैछ अब म यहाँ यहाँ चाहिँ अब म ऊ रोप्छु के अरे त्यो शीतल चिनीको बोटहरू मुरुङ्काको बोटहरू यो रोप्छु यो पहिलाको हाम्रो किचन हो है भान्सा यो पहिलाको भान्साघर हो पुरानो यो चाहिँ भान्साघर यो लजिङ यो फुडिङ होइन यो हाम्रो किचन यो मेरो बुढो जन्मेको घर अनि सुत्ने घर यही हो होइन मेरो हामी के गर्छौँ भने चिसोको समयमा गर्मीको समयमा यो झालहरू खोल्ने ढोकाहरू तल बन्द गर्थ्यौँ झालहरू खोल्थ्यौँ यता सेती नदीको हावा झ्यालभित्र पस्थ्यो
पुरा फ्यान पङ्खाहरू सेती नदी हेरौँ न सेती केही नदी चाहिँदैन त्यो सेती नदी यहाँबाट अलि नजिक अझै तल छ है अब सेती नदीमा अहिले यो हाम्रो चलनमा छ यो साँझ पख सेती नदीतिर जानुहुन्न रे भन्छन् होइन किनभने अब यहाँ धेरै किसिमको मान्छेहरू राम्रो काम पनि हुन्छ त्यहाँ नराम्रो काम पनि हुन्छ त्यही भएर साँझको बेलामा जानुहुन्न रे फेरि अब तिमीलाई त तिमीलाई अहिले यो बेलामा मैले लिनु पनि हुन्न र जाऊँ ल ल कुलो चाहिँ ल जाउँ अब उता